तपाई पनि आफ्नो कौसीमा पानी जम्ने समस्या भएर हैरान हुनुहुन्छ। धेरै जसो काठमाडौँको घरहरूमा मनसुनको समयमा पानी र जाडोको समयमा शीत जम्ने समस्या हुन्छ। अब यो समस्याको समाधानको लागि तपाईले आफ्नो घरमा टफन ग्लास अथवा पोलिकार्बोनेट रुफिङ इन्स्टल गर्न सक्नुहुन्छ। यो दुईवटा मटेरियलको रुफिङ अप्सन काठमाडौँको घरहरूको लागि बेस्ट हुन्छ। झट्ट हेर्दाखेरि पोलिकार्बोनेट र टफन ग्लासको रुफिङ उस्तै देखिन्छ। पोलिकार्बोनेट एउटा प्लास्टिक मटेरियल हो भने टफन ग्लास चाहिँ ग्लास मटेरियल हो। तपाई यदि आफ्नो घरमा लाइट वेट मटेरियलको रुफिङ हाल्ने सोच्दै हुनुहुन्छ भने पोलिकार्बोनेट रुफिङ हाल्न सक्नुहुन्छ। त्यसैगरी घरको एस्थेटिकलाई पनि ख्याल गर्ने र लामो समयसम्म ड्युरेबल हुने रुफिङको लागि टफन ग्लास बेस्ट हुन्छ। कस्टको कुरा गर्नु पर्दा पोलिकार्बोनेट रुफिङ टफन ग्लास भन्दा निकै सस्तो हुन्छ। अब तपाई चाहिँ आफ्नो घरमा यो दुईवटा मध्ये कुन रुफिङ हाल्न चाहनुहुन्छ कमेन्टमा भन्नुहोला र आफ्नो घरमा टफन ग्लास अथवा पोलिकार्बोनेट रुफिङ हाल्नको लागि सेवा एपलाई सम्पर्क गर्नुहोस्।